नेपाल चिवा भनेको जाँदैछ पिकअपमा है पानी परेर चाहिँ तल सानो वाटरफल छ है अन्त चाहिँ नेपालको जाने बाटो चाहिँ चुवा भन्ज्याङ जाने बाटो मर्यो बुढी भाइ बाटो चाहिँ ड्राइभरको जिन्दगी चाहिँ साह्रो छ ड्राइभरको जिन्दगी चाहिँ भिरको टुप्पामा छ है अम्बौ अन्त रस्ता भाइ माथि अम्बौ उकालो जानु भने फेरि रोड हो अब चाहिँ हामी आइपुग्दैछ चिवाको मुनि मुनि चिवा भन्ने चाहिँ यहाँ डाँडामा हो है अहिले चाहिँ म यहाँ आइपुगेको छु यहाँ उयो पर चाहिँ चित्र म चित्र देखाउँछु ल तपाईँलाई चित्र यहाँ पर चित्रै छ अरे चित्रै भन्दा ऊ पर रहेछ यहाँ पर चित्रै हो अनि यो माथि चाहिँ चिवा भन्ज्याङ रहेछ डाँडा टावर देख्दैछ है त्यहाँ चाहिँ जाँदैछु आजको यात्रा बवाल छ आज है ए हाम्रो काकाहरू छ मेरो च्यानल मेरो ब्लग मन पऱ्यो नि काकाहरू नि भरै अब हात पनि जम भयो चिसोले वाउ ओके चियो भन्ज्याङको टावर त्यहाँ देख्दैछ है हामी चाहिँ चुवा जाँदैछु अबको 2 साल बाद चाहिँ रात वाह हिमालको नजारा हाम्रो चाहिँ गाडी फसेर है चिया भन्ज्याङ गएको गाडी फसेर होइन नि फोरले त काम गरेको छैन नि त तने तने गाडी घुम्दैछ अहिले भने चाहिँ हामी चिवा आइपुग्यो है बल्ल बल्ल आइपुग्यो अम्बो वाह यो चाहिँ चिवा भन्ज्याङ नेपाल र इन्डियाको बोर्डर आइपुगेछ हेर्नुहोस् अम्बो ल वाह ए नेपाल है उता चाहिँ अम्बो सर हेर्नुहुन्छ है यसो पिछो राम्रो सोमबारको अम्बो ल वाह आइपुग्यो चिवा भन्ज्याङ अम्बो उत्तरको भ्याली हेर्नु सक्नुहुन्छ तपाईँले अम्बो हाम्रो सर हुनुहुन्छ आकुहरू हुनुहुन्छ पढेर है अम्बो ल चिवा भन्ज्याङको नजारा आइपुग्यो अम्बो उता पारिपट्टि रहेछ है यता चाहिँ इन्डियाको बोर्डर रहेछ बल्ल बल्ल चिवा भन्छ इन्डिया चिसोले मर्यो नेपालको सरहरू वेलकम चिवा भन्ज्याङको रहेछ यो त्यहाँदेखि यो चाहिँ फरेस्ट लस रहेछ है यहाँ चाहिँ पुलिसको पोस्ट है अब चाहिँ हामी नेपालतर्फ तर्दैछौँ है नेपाल बोर्डर हेर्नु सक्नुहुन्छ तपाईँले यो चाहिँ हाम्रो इन्डिया हो त्यहाँदेखि अब यतापट्टि चाहिँ नेपाल यही है खोल्सा सुदीपका यो खोल्सा तरेपछि चाहिँ कोही किला कहाँनिर यो पानी है खोइ अब चाहिँ इन्डिया र नेपाल बोर्डर ए यो है
नेपाल इन्डिया कता छ यो चाहिँ नेपाल भयो हेर्न सक्नुहुन्छ तपाईँले यतापट्टि चाहिँ हाम्रो इन्डिया हो टक्क यता चाहिँ हाम्रो नेपालतर्फ पस्दैछ हामी चाहिँ यो चाहिँ हाम्रो इन्डिया हो चिया भन्ज्याङमा यता चाहिँ नेपाल बोर्डर हामी चाहिँ अब नेपाल पस्यौँ है हामी चाहिँ अब इन्जोय गर्दैछु है यहाँ हामी म चाहिँ आउँ भनेको थिएँ कहिले आउनु चान्स पाएको थिएन है आज चाहिँ बल्ल बल्ल कसो गर्दा जोड्यो चिया भन्ज्याङको तपाईँहरूलाई नजारा देखाउँदैछु हेर्नु सक्नुहुन्छ तर नेपाल चाहिँ हामी चाहिँ है उनको तराई चाहिँ जाने गर्थ्यो तर पहाड चाहिँ आएको थिएन म आज चाहिँ पहाड आउँदैछु तराई चाहिँ निकै घुमिसकेँ तराई भने चाहिँ हात्ती चाहिँ घुमिसक्यो है तल नेपाल धरानहरू बिर्तामहरू चाहिँ गएको तर यो चाहिँ पहाडको नेपाल चाहिँ आएको थिएन म आज चाहिँ आउँदैछु हेर्न सक्नुहुन्छ यी यता चाहिँ इन्डिया नेपाल ए मेला लाग्ने यहाँका ए मेला पोखरी यो हो आएको यही हो यहाँ चाहिँ पोखरी नि छ अरे लेक अरे अदर छ तल्लो पहिलो लेक त वा लेक कस्तो कालो छ त पानी पनि नि त लेक नेपालमा गएर चाहिँ हल्का तोम्बा तानेछ तोम्बा दुईजना त अघि गएको छ तोम्बा तान्नु हाम्रो दुईजना साथीहरू हामी जाँदैछ अहिले है ल नेपाल वा नेपाल ल अब असाई सापहरू छ होला नेपालमा असाई साप हाकिम सापहरू नेपालमा चाहिँ हाकिम सापहरू हुन्छ है असाई साप हाकिम सापहरू नेपालको फ्ल्याग त छैन क्या वा चिसो वा नेपाल जस्तो हुन्छ नेपाल चाहिँ भयो उता चाहिँ यो बाटो नेपाल जाने भाइ यहाँ कहाँ पुग्छ ए ताप्लेजुङ बजारहरू देख्छु होमस्टेमा अब हल्का दुईजना त यहाँ तोङ्बा खाएको जस्तो लाग्दैछ हेरौँ ल हेरौँ है दुईजना ए दाईहरू त यहाँ दाईहरू यहाँ पो रहेछ त दाईहरू जाति कसैलाई हुनुहुन्छ हामी पनि बल्ल बल्ल तराईदेखि आएको यहाँ पहाड तराईदेखि पहाड चढेको आएको आम्मामा आएको तपाईँ यो ल नेपाल है जाँदैछु है त्यहाँ यहाँ तल चाहिँ सानो पोखरी नै छ लेक पनि छ कालो कालो परेको भइहाल्दो लेक यो चाहिँ नेपाल आउनु चाहिँ मलाई इच्छा थियो चुया भन्छन् आज बल्ल सपना पुरा भयो मेरो है यहाँ चाहिँ होमस्टे रहेछ यो चाहिँ यहाँनिर के देख्छ यहाँ यो चाहिँ नेपालको बाटो नेपाल कुन जग्गा चाहिँ देख्दैछ देख्नु चाहिँ तल नेपालको बाटो यो चाहिँ है यो चाहिँ नेपालको बाटो यस्तो रहेछ है यस्तो पनि गाडी कुद्ने यहाँ त बाटोमा नि हो यहाँ त लाइन आइसक्यो के गर्छ त नेपालको त नेपाल कुन ठाउँमा होला नि चिनेको भएर म त्यो पारि रोड पो रहेछ त अन्त यता नेपाल यता इन्डिया त इन्डिया नि आएको त इन्डिया नेपाल अब भने चाहिँ नेपाल घुमिसकेर अब चाहिँ इन्डिया फर्किँदैछ यतातर्फ है यो चाहिँ मजा आउँदैछ नेपाल यता चाहिँ नेपाल है यता चाहिँ इन्डिया बस पुरा चिसो ठन्डा हाम्रो साथीहरू पर जानु हुँदैछ आएकोहरू पर भरे आउँछ मेरो ब्लगमा आउँछ है लस
अब चाहिँ हामी निस्केको चिया भन्ज्याङबाट है। आज सपना पुरा भयो मेरो चिया भन्ज्याङ आउनु है। धेरै मेरो सपना थियो चिया भन्ज्याङ आउनु चाहिँ, आज चाहिँ पुरा भयो चिया भन्ज्याङ चाहिँ निस्केको हामी। त्यसो यो परन रहेछ गेम रहेछ है। दुईजना यहाँ छ पिकअपभित्र। आएको छैन पिकअपभित्र बसिरहेछ दुईजना। मजा आयो आजको यात्रा एकदम फुल। नेपाल पनि घुम्यो, इन्डिया नि घुम्यो है। बाई बाई चिया भन्ज्याङ। सुदीप काका चिया भन्ज्याङ घुमेर फर्किँदैछ। आजको है हाम्रो एकदम दामी भयो। नेपालको यात्रा पनि भयो, इन्डिया पनि घुम्यौँ है। अब चाहिँ फर्किँदैछु। ओके बाई। यहाँ चाहिँ चिया भन्ज्याङ गएको थियो घुम्दा चाहिँ दुईजनाले यहाँ घर बनाएछ। घर दुईजनाले नि घर थापेछ आज। तम्बु टाँगेको छ यिनै। चिया भन्ज्याङ आम्पो हेर्न सक्नुहुन्छ। यहाँ तम्बु टाँगेर बसेछ दुईजना है। त्यो चाहिँ चिया भन्ज्याङ गइरहेको आउँदा छ निकै रात पऱ्यो। ल है आज चाहिँ हामी चिया भन्ज्याङ गएको थियो है। रात पऱ्यो है फर्किँदा चाहिँ है झमक्कै भयो है। जाँदैछु बाटो त खतरा